सानो हामी चाहिँ खोलाबाट फर्किने अवस्था है। अब हामी चाहिँ खोलाबाट फर्केको गाइसरी अब दाउराको भारी त्यत्रो बोकेर हो ओ ओ ओ ओ शनि नरिसाउन मलाई फकाउन आउँदैन आइज काले दौरी बिस्तारै ए सुन सहेली दियो मातेलाई आइज नकर केटा खाइ मलाई खुट्टामै के अरे चेप दिएको उसले मलाई ल फाइनली गाइस म चाहिँ यो घाँस उठाइदिन्छु है। अब कसको हो पारी लगाएर राखिदिन्छु। इ गरम पो रहेछ त यार। ओह गरम पो रहेछ त घाँस पनि होस् ल म चाहिँ घाँस बोकेको अवस्था है गाइसहरू ल आउनु भएको छ दाउरा झिएर मान्छेहरूले बाबु बस गाडी आउँछ तर गाडी जाम छ एउटा दुईवटा हिँडिरहेछ बाबु नजाऊ के को बोट होला यो केरा त कति हो यार कसले रोपेको रहेछ यार जङ्गलमा नि केरा यार परदेशी जीवन भनेको परदेशी जीवनै हुन्छ क्या साथी हो गाइजहरू ल हेरौँ न भाउजूहरू त एकैचोटि घर नजिक छ उतै लानु भयो होला नि होइन ओह अरू यहाँ आउँदै हुनुहुन्छ त ल ओह ल हामी चाहिँ हाइवे बाटोमा आइपुगेको अवस्था यो चाहिँ हाइवे बाटो है यो चाहिँ खै बालेन सरकारले बाटो नि बनाउँदैन यी बाटो नि जताततै बिग्रिएको छ ल हेर्नु साथी खाल्टा र खुल्टी ल मेन हाइवे बाटोमा यस्तो छ राजधानी जाने बाटै अनि ल गाडी आयो म्याजिक आएको अवस्था ओ ल स्कुटी नै आएछ ओ गाइजहरू ल ओ गर्मी भयो गर्मी कहाँ पो घाँस छ भन्दै हुनुहुन्थ्यो घाँस